कुलमान घिसिङले बागमतीलाई ढलमुक्त बनाउने र सफा सुन्दर बनाउने पर्यटकीय नगरी बनाउने पर्यटकीय नदी बनाउने उद्घोष गर्नुभएको छ। कुलमान सरले हिजो शनिबारै फिल्ड भिजिट गरेर आज आइतबारै डोजर लाएर जुन काम सुरु गर्नुभएको छ त्यो सराहनीय नै छ। गोकर्ण साइडबाट सरकारले डोजर चलाउन सुरुवात गरेको छ। खोलो चाहिँ सफा भएन, अब हुन्छ। कुलमान घिसिङ मन्त्रीज्यू आएर सर्वेक्षण गरेर जानुभयो, डोजर त चलाउन थाल्नुभयो, डोजर चलिरहेको छ। यो ठिक छ, यो ठिक छ है, यो जे गरे काम ठिक छ। कुलमान घिसिङ राम्रो मान्छे हो। खोला सरसफाई गर्ने, ढलमुक्त बनाउने र सफा सुन्दर बनाउने अहिलेको वर्तमान सरकारको यो जागरुकता वास्तवमा कार्यान्वयन होला त? गएको हप्ताको मन्त्रीज्यूको भिजिटबाट र हिजोको मन्त्रीज्यूको भिजिटबाट चाहिँ हामीलाई थप हौसला प्रदान भएको छ र मन्त्रीज्यूले आकाङ्क्षा गरे अनुसार उहाँको निर्देशन अनुसार चाहिँ हामीले चाँडोभन्दा चाँडो ढलमुक्त गराउनलाई चाहिँ हामी लाग्छौँ। यहाँका जनता कतिको विश्वस्त छन्? मन्त्री कुलमान घिसिङ आफैले निरीक्षण गर्नुभएको छ। यो खोलालाई पनि धेरै राम्रो सरसफाइ भएर गयो भने हामीले चाहेकै यही हो, यो भन्दा त के चाहियो। कुलमान घिसिङ लगायतका मन्त्रीहरूले चाहिँ नि परिवर्तन गर्नको लागि चाहिँ धेरै समय चाहिँ लाग्दैन, उहाँले गरेर पनि देखाएको छ। कुलमान सरले गर्न खोज्नु भएको काम धेरै अब राम्रो छ उहाँको योजनाहरू, तर यो योजनाले पार लाग्नु पर्यो र कार्यान्वयनमा ल्याउन सक्नु पर्यो। जनतामा चेतना आएन भने यो राज्यले मात्रै गरेर हुनेवाला छैन, यो चाहिँ कुरो मैले प्रश्न भन्दछु।